सन् 1846 काठमाडौँको दरबारमा भोज चलिरहेको बेला कसैले कल्पना गरेको थिएन कि केही क्षणमै त्यो स्थान नरसंहारको थलो बन्नेछ। अचानक जङ्गबहादुर राणाका सिपाहीहरू तरवार बोकेर पसे। चिच्याहट र भागदौड मचियो र 3 घण्टाभित्र 40 भन्दा बढी शक्तिशाली कुलीनहरू निर्ममतापूर्वक मारिए। यही घटनाबाट नेपालको इतिहासको सबैभन्दा अन्धकारमय अध्याय राणा शासन सुरु भयो। कोट नरसंहारपछि पनि हिंसा रोकिएन। भण्डारखालमा राजा र रानीका समर्थकहरू एक गरी समाप्त पारिए। शाह राजाहरू सिंहासनमा त थिए, तर वास्तविक शक्ति जङ्गबहादुर राणा र उनको परिवारको हातमा गयो। यसरी नेपाल जनताको देश नभई एउटा परिवारको निजी राज्य झैं चल्न थाल्यो। यसपछि सुरु भयो 104 वर्ष लामो डर र दमनको शासन। जनतालाई पढ्न दिइएन, किनकि शिक्षाले प्रश्न गर्न सिकाउँथ्यो। बोल्न, लेख्न र विरोध गर्न कडा प्रतिबन्ध लगाइयो। शासनको विरोध गर्नेहरूलाई जेल हालियो, यातना दिइयो, देश निकाला गरियो र कहिलेकाहीँ निर्मम मृत्यु समेत दिइयो। डर नै शासनको आधार बन्यो। एकातिर राणाका भव्य दरबार, सुन, चाँदी र विलासिता थिए भने अर्कोतिर आम जनता गरिबी, भारी कर, जातीय विभेद र पीडामा बाँचिरहेका थिए। जङ्गबहादुर बेलायत भ्रमणपछि आधुनिक नेपालको कुरा गरे पनि त्यो आधुनिकता जनताका लागि होइन, सत्ता जोगाउने हतियार मात्र बन्यो। तर इतिहास सधैँ डरको पक्षमा रहँदैन। सन् 1951 जनताको आवाज बलियो बन्यो र 104 वर्ष लामो राणा शासनको अन्त्य भयो। यो कथा केवल विगतको घटना मात्र होइन, सत्ताको दुरुपयोग र जनताको मौनताको खतराबारे दिएको गहिरो चेतावनी हो। जब सत्ता केही हातमा सीमित हुन्छ र जनता चुप बस्छन्, इतिहास क्रूर बन्छ।